यो चाहिँ मैले हिजो राति नै बनाएँ कि बनाउन खोजेको अनि अलिअलि त थोरै चाहिँ के अरे ठिकै भयो। अनि यो डल र त्यो ठुलो फ्लावर चाहिँ कम्ती पनि 4-4 मैले डिमोल्ड गरेपछिसम्म बिग्रियो कि। अब यस बनाउँदा त अब हेर्दा त इजिली छ नि, देखिन्छ नि त, अनि कस्तो अब केही नै जस्तो लाग्दैन कि। तर आफूले बनाउँदा चाहिँ घरि फ्रेग्रेन्स थोरै ढिलो भयो भने डढ्छ, घरि फ्रेग्रेन्सको स्मेल आउँदैन नि त नि। यसमा चाहिँ मैले तर स्ट्रबेरीको फ्रेग्रेन्स युज गरेको छु। यो एउटा लाउँदासम्म भन्दा पनि डिमोल्ड गरेपछि चाहिँ बिग्रिने कि गाह्रो हुने कि। अनि एउटालाई मैले यो डललाई मात्रै होला मैले 4चोटि डिमोल्ड गरेपछि बिग्रियो। अनि यो डल अहिले पनि फेरि यो के अरे अनि यो अब राति 12 बजी हाल्यो नि त नि। अनि मैले फेरि अब होस् छोडेर यत्तिकै सुत्दिन्छु भनेर सुतेँ र अहिले बिहान डिमोल्ड गरेको यो डल र फ्लावर चाहिँ। तर यो अहिले पनि डिमोल्ड गर्दाखेरि यो डलको खुट्टै उभाएको कि। फेरि अनि यसलाई बनाएर मैले चाहिँ यसलाई गरेँ कि। अनि अब हेर्नु त कति इजिली देखिन्छ नि त, केही नै जस्तो लाग्दैन कि। तर कलर घरि कुनैमा मलाई चाहिने भन्दा ज्यादा भइदिन्छ, कुनैमा ठिक्क नै भइदिन्छ घरि कि। अनि अहिले बिहान यो फुल लिएर आएर बाहिरबाट अनि यसलाई डेकोरेट गर्नको लागि फुल पनि बाहिरबाट लिएर आएँ। अनि बनाउँदासम्म त ठिकै हो यसलाई, तर अब फेरि यसलाई डेकोरेट गर्नलाई घरि के चाहिन्छ, घर के चाहिन्छ नि त नि। अनि मसँग त अहिले फ्लावरहरू छैन, मार्केटबाट किनेर ल्याएको नि मैले बाहिरबाट ग्रिन लिएर आएँ। अनि यो रेडी भयो। अब यहाँनिर उ गरेर लगाउँदा पनि ठिकैसम्म भयो त यसमा। तर यो बनाइसकेपछि चाहिँ के अरे यसको यो बनाइसकेँ होइन, बनाइसकेपछि मेरो घरको हालत चाहिँ के देख्ने लायक हुन्छ कि। घर यतैतिर फ्रेग्रेन्स पोखिन्छ, उतैतिर यो उ गर्दाखेरि व्याक्स पोखिन्छ, सबै थोके घर चाहिँ कति धेरै फोहोर हुन्छ होइन। मेरो चाहिँ अब सकियो। अब अहिले बिहान आएर गरेको राति नभएर अब चाहिँ भयो, सक्यो मेरो काम।